फिल झन्नै आनो नि यो भैँसीले। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? बादल हेर्नु चाहिँ चित्रकुण्ड आउनु। वेलकम ब्याक माई युट्युब च्यानल। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ होइन। अनि हामी चाहिँ कता जानु आँटेको भने सूर्यकुण्ड जानु आँटेको। क्या बक रहे हो मादरचोद? अच्छा अब मौसम ओभर खराब छ क्या, पानी पर्थ्यो, पानी परेको बेला चाहिँ लास्ट चिप्लो बाटो हुन्छ क्या होइन। यस्तो छ यो यहाँ त अलिक राम्रै छ, उँधो उँधो त झन् सकिसकेको छ। प्यारी समझ गई। होला त्यो सूर्यकुण्ड जाने त अब टन्ने टाइम लाग्छ नि त होइन। यहाँ उयो बादलबारी चाहिँ आइपुग्यो क्या, अन्त यस्तो चिप्लो छैन बाटो। यहाँ एकछिन यहाँ चौतारामा एकछिन बस्ने अरे क्या यो मेरो साथी। अच्छा मेरो भ्लगमा केही भन्दैन। यस्तो बबाल लागिरहेको छ कि भ्यू हेरेर अब ब्याग गइदिन्छु होला। म त दामी लागेको छ यहाँ हेर्नु न गाई चाहिँ। यो त झन् सुरुवात मात्रै हो क्या देखाएको। योभन्दा खतरा खतरा अझै माथि लाग्छ क्या। तपाईँहरूलाई म सबै भ्यू देखाइदिइहाल्छु होइन। म यस्तो बबाल लागेको छ कि बादल हेर्नु चाहिँ सूर्यकुण्ड आउनु होला होइन। तपाईँहरूलाई मेरो पुर्खीको घर देखाइदिउँ भनेको, तर ढुसीले गर्दा देखिएन क्या। ढुसी पनि रहेछ मेरो घर चाहिँ पुर्खी यता पारी बादलले देखेको क्या। बादल लागिरहेको छ अनि देखियोस् भने यो चाहिँ गलो अरे क्या, ओपरै गलो अरे। अनि त्यही भएर बस्दिनँ भन्न थाल्यो अनि बस्दिएको क्या होइन। अब ल साथीहरू म चाहिँ अब यहाँदेखि जानुपर्ने हुन्छ होइन। धेरै बेर पनि के बस्न चल्न सकिहालिन्छ नि। अब हामी चाहिँ जान्छौँ होइन। अघि चाहिँ खतरा बादल थियो होइन, अहिले चाहिँ खुल्दै गयो क्या। फेरि पनि तलतिर फेरि उस्तै आउँदैछ क्या। ठिक्क मजाले खोलिरहेको थियो, यता देखाइदिउँ भनेको मेरो भर्छ होइन। पुरै फेरि बादल आयो क्या। मेरो घर चाहिँ बादल आइगयो नि, कस्तो अघि हटेको थियो अनि त्यही भएर ल गाइस म चाहिँ होइन अब उतै गएर भेट्छु होइन। सो गाइस होइन पानी परेको बेला चाहिँ तपाईँहरू हाइकिङ या घुम्न नआउनु होला होइन। एकदमै धेरै बिजोक हुन्छ होइन। पानी परेको बेला चाहिँ आउँदै नआउनु क्या। अहिले हामीले होइन छाता बोक्ने भन्दा नि बोक्नै बिर्सेछौँ क्या। पानी पर्दैछ पुरा, पानीमा भित्तै पुरै हेर्नु त पानी उयो परिरहेको। पानी परेको बेला चाहिँ एकदमै खत्तम हुन्छ साथीहरू होइन। नआउनु होला होइन। अब भित्तै हिँड्नु परिरहेको छ क्या यहाँ। अब यहाँ चौतारा छ, पानी रोकुन् डेली चाहिँ यहाँ बस्छु म अनि जान्छ क्या। अब तपाईँहरूलाई देखाइदिन्छु होइन। टक्क म चाहिँ यहाँ 4 क्लाससम्म पढेको थिएँ क्या यहाँ होइन। 5सम्म छ तर 4सम्म पढेको थिएँ क्या। दामी छ स्कुल पुरा। म पढेको स्कुल हो क्या पहिला गाइस अरे होइन। पहिला त कहाँ यस्तो थियो त, यो फुलहरू पनि केही थिएन होइन। यो र यो मात्रै थियो क्या। यो त पछिबाट बनाएको, हामी यहाँबाट स्कुल छोडेर गइसकेपछि यो बनाएको। पहिला कहाँ यस्तो थियो त, जति थियो कहाँ पुरै। अहिले पुरा फेरिरहेको छ क्या। तर विद्यार्थीहरू चाहिँ छैन कहाँ यहाँ खासै होइन। अब गाउँको स्कुल हो होइन, 5सम्म छ
तर यो पढ्ने विद्यार्थीहरू चाहिँ छैन क्या क्लासमा 4-5 जना 2 जना 1 जना मात्रै छ क्या त्यस्तो छ विद्यार्थी चाहिँ पढाइ त राम्रै छैन पहिलेदेखि नै पढाइ त राम्रै हुन्थ्यो क्या म पनि यहीँ पढेको थिएँ र होइन स्कुलको नाम चाहिँ होइन हेर्न सक्नुहुन्छ होइन पानी पनि पऱ्यो क्या पानी पऱ्यो अनि यसो स्कुल छिर्दिएर जाऊँ न त भनेर यसो स्कुल छिर्दिएको होइन यसो डाइरेक्ट धरान निक्लिने हो भने धरान पनि निक्लिन्छ पानी परेको बेला अरू बेला घाम लागेको बेला चाहिँ फेरि दामी हुन्छ यहाँ होइन भ्यू चाहिँ भन्नुहुन्छ भने हेर्नु न गाइस भ्यू बबाल छ उयो बादल लागिरहेको छ क्या त्यही भएर मजाले देखिँदैन क्या न त अब भ्यू त यहाँ खतरा देखिन्छ क्या अब मेरो त हाइकिङ आउनेहरू चाहिँ आउनु होला होइन नआउनेहरू पनि आइदिनु होला एकताल घुम्नु होला क्या त्यति राम्रो ठाउँ छ क्या भ्यूहरू यसरी बसेर हामी कस्तो बोर होला तिमीहरूले यसले नि दिन्छ घरिघरि पनि लाग्दैन बोरो हो ए ल सो गाइस हुनुपर्छ भने आउँदा हुन्थ्यो घाम लाग्दैन मौसम कहिले पनि खुसी मात्र लाग्छ पहिला चाहिँ मेरो नि घर यतै हो क्या पहिले भोजपुर हो भोजपुर पछाडि यहाँ चावटा हो क्या यहाँ नि 8-9 वर्ष बसेको अहिले चाहिँ चत्रा हो नि त घर हप्तामा 1 टन चाहिँ म आउँछु क्या अब गाउँ हो होइन मजाले आफ्नो गाउँ आफैलाई राम्रो लाग्छ क्या ल भन् के भन्न आँटेको थिएँ सो गाइस अब चाहिँ उकालो चढ्दा गलिसकेको थिएँ तर अब चाहिँ पल्ला सकुन मिल्यो क्या किनकि अब यहाँदेखि उता त जाँदाखेरि क्या छैन नि त 1300 छ नि त उकालो त अब सकिसक्यो 1300 छ नि त हसो गाइस हामी चाहिँ एकछिन यहाँ बस्छौँ लास्टै नै थाकिसकेको छौँ होइन तपाईँहरूलाई यसो होइन भ्यू देखाइदिन्छु अनि 1-2वटा फोटो पनि खिच्छौँ अनि हामी चाहिँ अनि फेरि अगाडि बढ्छौँ उतै गएर भेटौँला भ्यू चाहिँ हेर्नु न गाइस यो बादल लागेर हो क्या यस्तो भएको न त अब कोसीको भ्यू तल गाउँ कोसी पार यस्तो बबाल देखिन्छ नि कुरै नगर्नु क्या सो यसो फोटोसोटो खिच्छौँ अनि जान्छौँ अनि त्यसपछि हजुरहरूलाई फेरि पनि भेट्नेछु अहिलेको लागि चाहिँ टाटा सो गाइस होइन म चाहिँ माथि आइसकेँ होइन यहाँ चाहिँ बिहिबार यहाँ माथि पनि बजार लाग्छ नि त यो तल बिहिबार बजार गरेर आएको गाडी हो क्या यति धेरै बजार जान्छ होइन यहाँ पनि सानो लाग्छ बजार चाहिँ होइन
यहाँ पनि सानो लाग्छ तर बिहिबार मात्रै लाग्दो रहेछ क्या यहाँ आन्टीको दोकान चाहिँ होइन। अब तपाईँहरू आउँदाखेरि यहाँ आन्टीको उयो दोकानमा छिर्नु होला होइन, यहाँ होइन यसो भिजिट गरिदिनु होला। उठा न। सो यसो हाइकिङ आएको बेला यहाँ घुम्नु आएको बेला चाहिँ टक्कसँगले अरू बेला चाहिँ लाग्दैन। अब तपाईँहरू अब शनिबार आउनुहुन्छ होला होइन घुम्न। अब यहाँ चाहिँ बजार बिहिबार लाग्छ होइन। यहाँ अब तपाईँहरूलाई अब भोक लाग्यो आउनुभएको छ भने चाहिँ बिहिबार चाहिँ सम्झेर यहीँ आउनु होला। आन्टीको दोकान जहिले बिहिबार खुल्लै हुन्छ होइन आन्टी? अरू दिन चाहिँ राख्नुहुन्न? अब बिहिबार आउनुभयो भने अब दोकान त अब खासै छैन नि त यता गाउँतिर। अनि यता अब आन्टीले चाहिँ अब थुक्पा सुक्पा उयो के भन्छ आलुचपहरू सब बनाउनु हुँदो रहेछ, चटपटेहरू सबै। यहाँ आउनु होला भोक लाग्यो भने होइन। अरू बार चाहिँ फेरि नआउनु होला, बिहिबार मात्रै हो यहाँ दोकान खुल्ला होइन। टक्कसँगले बिउ हेर्दै सँगले होइन। सो गाइज म चाहिँ अब तपाईँहरूसँग मासतिरै गएर भेट्छु। सो गाइज म चाहिँ होइन कुण्ड पनि आइसकेँ होइन। अब यता कुण्ड यता फिल्डतिर आएको क्या, उता चाहिँ अहिले मासतिर मन्दिरतिर चाहिँ एकछिनमा जान्छु होला। यसो हेर्थ्यौँ न त भने पहिले हामी बल खेल्न आउँथ्यौँ क्या यहाँ चत्रादेखिको क्या। यहाँ रही ग्राउन्ड त खासै राम्रो छैन कि, डाँडा काँडा छ। तर उहाँदेखि पनि कति गेम खेल्न आउँथ्यौँ क्या यो फिल्डमा पुरा। दामी उयो छ फिल्ड, झन्नै हान्यो नि यो भैँसीले। तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? भाग्नु पर्यो। यसो यहाँ चाहिँ होइन पोहोरदेखि चाहिँ नेपालको झन्डा सन्डा हालिदिएको छ होइन। ग्राउन्ड पनि राम्रो छ। बल खेल्न पहिले कति आउँथ्यौँ क्या गेम खेल्न। सो होइन भ्यू पनि हजुरहरूलाई म देखाइदिन्छु। बादल लागिरहेको छ कि लाग्नु चाहिँ त्यही पनि खुलेछ हल्का हजुरहरूलाई म दामी भ्यू देखाइदिन्छु। देखिन्छ एउटा कस्तो बवाल छ क्या गाइस। त्यही भएर म हप्तामा एकचोटि आउँछु त। यस्तै भ्यूहरू मलाई बवाल लाग्छ क्या यो ठाउँ चाहिँ। ल सो गाइस थोरै हाम्रो चाहिँ काम छ होइन। अहिले भ्याइयो भने उता मन्दिर सन्दिर नि पुग्ने भनेर सोचिरहेको छु, के हुन्छ हजुरहरूलाई म उतै गएर भेट्छु नि। हेलो गाइस म चाहिँ यहाँ उयो सूर्यकुण्डमै छु क्या फिल्ड छेउमा। पानी परे गरेर क्या पानी परेको परेछ, त्यही भएर उता मन्दिरतिर नि जानु पाइएन, घुम्न जानु पाइएन। यहाँ भलिबल खेल्दै बसेको हो होइन। तर लास्टै जाने त भनेको, तर ठुलो पानी पऱ्यो क्या। अब यस्तो पानीमा अब छाता पनि छैन, कसरी जाने अब घर त कसरी जाने भइरहेको छ है। पानी हेर्नु न हाम्रो गाइसहरू। हुनु त यहाँ हाम्रो गाउँको दुईवटा दाइहरूलाई भेटिरहेको थियौँ क्या, ट्र्याक्टरमा सामानहरू लिएर आएको रहेछ। त्यही ट्र्याक्टरमा उयो फर्किन्छौ भन्दै सोध्दैछ। अनि भनेर यहाँ पर्खेको क्या। पानी परेर जिद्दी भइरहेको छ नि। ल मेरो भिडियो चाहिँ यति नै अन्त्य गर्न चाहन्छु होइन। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो होइन, लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला होइन। फेरि आउने दिनमा योभन्दा राम्रो भिडियो लिएर आउने छु होइन। ल गाइस।